नमस्कार, अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुह। जैसे फैफुला आज अचम्म लाग्छ, कहिले यसो सोच्छु होइन, हँसो लाग्छ क्या नेपालको राजनीतिक अनि नेपालको जनताहरू मान्छेहरू देखेर क्या। जनता त के जनता हो नि, नेपालमा जनता भए पो सबै भेडा आएर शेरबहादुर देउबा आएछ नेपालमा होइन। भिड त्यत्रो भिड छन्। ए भोसडी काङ्ग्रेसका ती भिडियोहरू, त्यो झुन्डहरू त्यत्रो आन्दोलन चर्के बेला शेरबहादुरको घर जलाउने बेला तिमीहरू कहाँ गएको थियौ? कमसेकम त्यो घर बचाइदियो भने त्यत्रो पैसा त बच्थ्यो। शेरबहादुरको घर त जल्यो, पैसा जल्यो। अहिले के को लागि त्यो झुन्ड हो? जब परेको बेला नआउने त्यो झुन्ड अहिले चाहिँ के को लागि? स्वार्थको लागि? अब पनि फेरि शेरबहादुर फर्केर प्रधानमन्त्री भयो भने हामी पनि फेरि चाट्न पाउँछौँ भनेर तेरीमा भतुवाहरू। म चाहिँ यो एउटा के टेलिभिजनमा हेर्दाखेरि चाहिँ एउटा मान्छेले भनेको कुरो याद आयो क्या। हामीले गाउँ छोड्न सक्छौँ, परिवार त्याग्न सक्छौँ, आफ्नै बाबामा त्याग्न सक्छौँ, तर हाम्रो पार्टीको झोले झन्डा त्याग्न सक्दैनौँ, पार्टी त्याग्न सक्दैनौँ भनेको हो रहेछ। अरे राम्रोलाई राम्रो, गलतलाई गलतै भन्ने हो। चाहे त्यो काङ्ग्रेस हो, एमाले होस्, माओवादी होस्, हामीले सपोर्ट काङ्ग्रेसलाई नै गरेको थियौँ। 35 वर्षसम्म काङ्ग्रेसले देश नबनाएको, 30 वर्षसम्म एमाले देशलाई खत्तम बनाएको, केही पनि नगरेको। अहिले आएर बालेन सरकारले 3 महिनामा तिमीहरूले देश स्विजरल्यान्ड बनाइदिनु पर्ने। तिमीहरूको दिमाग, भतुवाको दिमाग चाहिँ भात गोबर हान्छौ अनि तिमीहरू चाहिँ स्विजरल्यान्ड हुन्छ, देश स्विजरल्यान्ड हुन्छ। अचम्म लाग्छ हौ नेपाली भेडाहरू देखेर पनि। हेर्ने हो, म पनि पहिला काङ्ग्रेस थिएँ, एमाले थिएँ, माओवादी थिएँ, अहिले घन्टी हो। 5 वर्ष हेर्ने हो, 5 वर्ष हेरेन भने खल्ली घन्टी अर्कोमै बुढा लिन्छ। किन आत्तिनु पऱ्यो? अहिले 5 वर्षसम्म हेर्ने, मजाले काम गर्छ गर्दैन, यसको सिस्टम के हो होइन, त्यो अनुसार हेर्ने। अहिले आत्तिनु पर्ने छैन। शेरबहादुरको झुन्डहरूलाई चाहिँ के भन्न चाहन्छु भने, शेरबहादुरले चाहिँ भनेछ राजाले गर्नु नसक्छ। ए तेरि यहाँ भतुवा धन्न बाँचेर गइस् त, त्यतिखेर बिर्सिस् आफ्नै घरको दिवाल नागेर जानु परेको थियो त भतुवा। ढोकाबाट छिरेर दिवाल नागे थिइस् तेरिमा भतुवा। अझै राजासँग तुलना गर्छस्? राजासँग? त राजा र त पाजी हो। गु र गुलाबमा तुलना गरेर हुन्छ?